नमस्कार। घरबाट निस्किनु भयो है आमा। हामी त पाहुना घुम्दै घुम्दै आइपुग्यौँ है छोरी चेली। अब नाम लेख्दै गरेको भनेर भन्नु अरे नि आफै फेरि। हजुर ए अङ्कल नमस्कार। मैले तपाईँलाई सपनामा देखिरहेको थिएँ हो। खै त पुगो त पुगो पुगो भनेको नाना मलाई हेलो के हो मासु जन्मेछ हौ। भार पनि भार त उयोले त कति मेहनत हो। सरी कस्तो चाहिँ मेहनत यहाँ कति चाहिँ मेहनत छ भनेर म अनुमान गर्न सक्छु। मेहनत चाहिँ धेरै छ। यत्रो पोका ल्याएको थिएँ मैले धुन्सेमा छ। धुन्सेमा हेर्नु त धुन्सेमा छ काकुने राम 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 माछा हेर न बिन्ता माछा हेर है। अम्ममा माछा पनि बाँचेको छ हाम्रो त खोलामा च्याप्पै समातेर ठुलो माछा समात्नु भएछ त। ठुलो माछा हामी आज बिहानभरि 4 बजीदेखि गएको माछा पक्राउनु भर्खरै पक्रेर आएको। हजुर खत्रै ठुलै माछा समात्नु भयो। हजुर नानी कठुवा कठुवा माम्पल यो कठुवा यो दाबिलो काबिलो डबुका डबुका यो डबुकाहरू भारमा त ठुलो बनाउनु भनेको नि सानो यो चाहिँ उहिलेको यो हाम्रो मिर्गा खुट्टा अरे। पहिले यो चाहिँ बाख्रा उत्पादन गर्दाको यो जङ्गली बाख्रा। यो जङ्गली बाख्रा हो। यो पनि झरो बाख्रा त हामीले छुनु हुँदैन भन्थ्यो त नि। तर यो जङ्गली हो नि त। बाख्रा कुरो त्यो कुरो मिल्दैन नानी गाईको जमिला थिएन खुट्टा गाईहरू छुन्छ नि साम्पाङहरू साम्पाङ लोरेनहरू मात्रै अरू त्यही त हामी साम्पाङले चाहिँ छुइँदैन भार अब पस्दैन नि त। साम्पाङहरू यो दुखो क्या छाने छ पनि त्यही छ। ए यसले नै मार्नु भएको माछा। हजुर हजुर ओहो लु 4 बजीदेखि माछा मार्नु गएको अहिले भर्खर आउँदै गरेको। ए आएर पकाएर लु केरा पनि त फलिरहेको रहेछ। टुपी पनि छ है। यो दाबिलो हाम्रो ढेँडो मस्काएर खाने होइन। अनि यो चाहिँ कुपी डबुका जाँड खाने। मेहनत यहाँ सानो ठाउँ भएर त्यसले लाग्यो सानो देखिए पनि मेहनत चाहिँ थुप्रो छ है। धेरै धेरै धन्यवाद र सम्मान तपाईँहरू सबैजनालाई। यसरी चाहिँ अब किरात राईको संस्कार जोगाएर चाहिँ कम्पिटिसनमा सबै कुराहरू ल्याउनु भएकोमा त्यो अहिले राख्नु मेहनत कति छ भनेर त यो पसिनाले नै झल्काउँछ।